आज पनि हो र आज हामी सुन्नीमा साँझ संस्करण 15 लिएर यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ र मलाई आशा छ यहाँहरू सबैजना कार्यक्रमको सुरुदेखि अन्तिमसम्म रही कार्यक्रमको भरपूर मनोरञ्जन लिई हामीलाई साथ दिनुहुनेछ भनेर। आदरणीय उपस्थित महानुभावहरू, किराँत राई जातिहरूमा भाषिक विविधता तथा सांस्कृतिक विविधता छ, तथापि विविधताको बीच पनि विशेष महत्त्व बोकेको चाड हो साकेला उभौली, जुन किराँत राई जातिहरूले मानव सभ्यताको सुरुवात सँगसँगै मनाउँदै आइरहेको यो अत्यन्तै महत्त्वपूर्ण र ऐतिहासिक चाड हो। खेतीपाती गर्दा गरिने कामहरूको अभिनय तथा पशु पक्षीहरूको नक्कल गरी नाचिने नाच हो साकेला। पुर्खाहरू नभई तिमी भएनौ, त्यसैले पुर्खाहरूको सम्मान गर, प्रकृति नै तिम्रो सबथोक हो, त्यसैले प्रकृतिलाई पूजा गर भन्ने नै मुख्य सार हामी किराँत राई जातिहरूको हो। र यो अवसरमा हाम्रो मुन्दुम विधि अनुसार हाम्रो पुर्खाहरूलाई सम्झेर, जिजु बाजेहरूलाई सम्झेर यस जगतमा भएको सम्पूर्ण जीव जनावर, पशु पक्षी लगायत समग्र मानव जातिमा लाभ होस्, राम्रो होस्, शुभकाम्य होस्, सहकाल लागोस्, अनिकाल कहिले पनि नलागोस् भनेर हामी प्रकृतिलाई पूजा गरेर सम्पूर्ण मानव जातिको निम्ति हामी वरदान माग्ने गर्ने गरेछौँ यो समयमा। र म यति भन्दै अब कार्यक्रमलाई अलिकति ढिला नगरिकन आसन ग्रहणबाट कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। र सर्वप्रथम आसन ग्रहणको क्रममा किराँत राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष तथा आजका यस सम्मानित सभाका सभाध्यक्ष मेरो अनन्य मित्र श्री शम्भु राईज्यूलाई कार्यक्रमको सभाध्यक्षताको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। कृपया जोरदार ताली बजाएर सहयोग गरिदिनु होला। यसै गरी आजका हाम्रा प्रमुख अतिथि आकर्षणको व्यक्तित्व कन्सुलेट जेनरल अफ नेपाल न्युयोर्कका महावाणिज्य दूत आदरणीय व्यक्तित्व श्री गदिराम भण्डारीज्यूलाई प्रमुख अतिथिको आसन ग्रहण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। कृपया जोरदार ताली बजाएर सहयोग गरिदिनु होला। यसै गरी विशेष अतिथिमा हुनुहुन्छ नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका प्रतिनिधि पेमा लामाज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कृपया ताली बजाएर सहयोग गरिदिनु हुन मैले हार्दिक अनुरोध गर्न चाहे। यसै गरी विशेष अतिथिमा हुनुहुन्छ किराँत राई सोसाइटी अफ अमेरिकाका केन्द्रीय अध्यक्ष यसै गरी विशेष अतिथिमा हुनुहुन्छ किराँत राई सोसाइटी अफ अमेरिकाका केन्द्रीय अध्यक्ष आदरणीय व्यक्तित्व श्री भारती राईज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी नेपिस अमेरिकन ल इन्फोर्समेन्ट एसोसिएसनका जेनरल सेक्रेटरी आदरणीय व्यक्तित्व एमओ ओझाज्यूलाई पनि अगाडि आए विशेष अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। कृपया अगाडि आएर आसन ग्रहण गरिदिनु होला। र म हाम्रा प्रमुख अतिथि सभाध्यक्ष विशेष अतिथि लगायत अतिथिगणहरूलाई खर्दा लगाएर ब्याज वितरण गरिदिनु खुसी राई लगायत उहाँको टिमलाई म हार्दिक अनुरोध गर्दछु। खुसी राईज्यू उहाँलाई ब्याज वितरण गरिदिनु हुन निम्ति हार्दिक अनुरोध गर्दछु। खुसी राई लगायत उहाँको टिमहरू कृपया यथाशीघ्र आएर ब्याज वितरण गरिदिनु हुन म हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहणको क्रममा अतिथिको अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हुन म अधिकारका सिनियर प्रोग्राम म्यानेजर आदरणीय दिदी सन्ध्या गुरुङज्यूलाई पनि म हार्दिक अनुरोध गर्दछु। सन्ध्या गुरुङज्यू अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। कृपया कसैले सरलीकरण गरिदिनु हुन अनुरोध गर्दछु। मलाई अगाडि ल्याउनु निम्ति
कन्या गुरुज्यू रोशनजी तपाईँ जहाँ हुनुहुन्छ कृपया मलाई चिनिरहनु भएको होला। कन्या गुरुज्यू अगाडि आयो आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी आसन ग्रहण क्रममा गुरुङ कम्युनिस्ट सोसाइटी अमेरिकाका अध्यक्ष आदरणीय ओम गुरुङज्यूलाई पनि म अगाडि आए अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। ओम गुरुङज्यू। यसै गरी थाबित एन्ड फ्रेन्ड्स एसोसिएसनका अध्यक्ष आदरणीय सुरेन्द्र चौधरीज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष माफ गर्नुहोला युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाका उपाध्यक्ष श्री केशव रामज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यसै गरी वर्न कमिटी अफ नर्थ अमेरिकाका अध्यक्ष चुम्दा उक्यापज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष भाइ अरुण राईज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। कृपया अगाडि आइदिनु होला। यसै गरी ढोक्पा न्युयोर्कका अध्यक्ष नामसिंह ढोक्पाज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी युनाइटेड मुभमेन्ट अर्गनाइजेसन इन अमेरिकाका अध्यक्ष छिरिङ तेम्बा लामाज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी यल्लो सोसाइटी अफ अमेरिकाका अध्यक्ष तेन्जिन डाक्टरज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी किरात खालिङ राई उत्थान सङ्घ अमेरिका शाखाका अध्यक्ष मकर खालिङ राईज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। मकर खालिङ राईज्यू यदि कोही प्रतिनिधि हुनुहुन्छ भने पनि अगाडि आए आसन ग्रहण गरिदिनु हुनको निम्ति म विनम्र अनुरोध गर्दछु। यसै गरी इन्टरनेसनल मार्शल आर्ट्स का रेफ्री सेन्सी पार्टी खालिङ राईज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्छु। सेन्सी खालिङ राई पार्टी खालिङ राईज्यू अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हुनमा हार्दिक अनुरोध गर्दछु। तपाईँ अगाडि आइदिनु होला। अगाडि हाम्रो अतिथिज्यूहरूलाई सिटको व्यवस्था गरिदिनु हुनको लागि पनि म हाम्रो भोलिन्टियर साथीहरूलाई अनुरोध गर्दछु। कृपया सिटको व्यवस्था गरिदिनु होला अगाडि। यसै गरी वरिष्ठ नृत्य निर्देशक हाम्रो आदरणीय दाइ श्री गोविन्द राईज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। गोविन्द राईज्यू धन्यवाद। यसै गरी न्युयोर्क एनवाइसी नेपाल कम्युनिटी मिडिया नेटवर्क आइएनसी का प्रेसिडेन्ट आदरणीय व्यक्तित्व मोहन सिंह लामाज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। मोहन सिंह लामाज्यू कृपया अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु होला। मोहन सिंह लामाज्यू। आसन ग्रहण क्रममा नेवा गुठीका अध्यक्ष राजेन्द्र महर्जनज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी किरात याक्तुङ चुम्लुङ हाम्रा सहयात्री संस्थाका अध्यक्ष मेरो अनन्य मित्र पुरन लिम्बुज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। धन्यवाद पुरन। यसै गरी जिल्ला एसोसिएसन युएसएका अध्यक्ष शान्ति जिल्लाज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी तामाङ सोसाइटी अफ अमेरिकाका अध्यक्ष कुलमान तामाङज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हुनको निम्ति हार्दिक अनुरोध गर्दछु। कुलमान तामाङज्यू तामाङ सोसाइटी अफ अमेरिका कृपया यहाँको ताली अलिक कम भइरहेको छ। थोरै ताली बजाएर सहयोग गरिदिनु हुने सम्पूर्णलाई हार्दिक अनुरोध चाहे। यसै गरी शेर्पा एसोसिएसन इन अमेरिकाका अध्यक्ष एपी लामाज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। एपी लामाज्यू। यसै गरी शेर्पा टिडु अमेरिकाका अध्यक्ष आदरणीय व्यक्तित्व तेम्बा शेर्पाज्यूलाई पनि अगाडि आएर अतिथिको आसन ग्रहण गरिदिनु होला। कृपया जोरदार ताली बजाएर सहयोग गरिदिनु होला तेम्बा शेर्पाज्यू। धन्यवाद। यसै गरी सुन्नर सोसाइटी अफ अमेरिकाका अध्यक्ष मोहन सुन्नरज्यूलाई पनि अगाडि आएर अतिथिको आसन ग्रहण गरिदिनु हुनको निम्ति हार्दिक अनुरोध गर्दछु।
यसै गरी मुस्ताङ किजु युएसएका अध्यक्ष थामसुङ विश्वजीलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी आसनको क्रममा ग्याल्सिनको सेवा संस्था अमेरिकाका अध्यक्ष छिरिङ लामाज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। यसै गरी नेपाली अमेरिकन आर्टिस्ट एसोसिएसन युएसएका अध्यक्ष बसन्ती राईज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु निम्ति हार्दिक अनुरोध गर्दछु। बसन्ती राईज्यू। यसै गरी ओभरसिज नेपाली फोरम ओएनएफका अध्यक्ष बलभद्र खडाज्यूलाई पनि बलभद्र खडाज्यू ओएनएफका अध्यक्ष कृपया अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु निम्ति हार्दिक अनुरोध गर्दछु। यसै गरी एकता समाजका अध्यक्ष आदरणीय व्यक्तित्व रुद्रराजज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु होला। कृपया रुद्रराजज्यूलाई खडा लगाइदिनु निम्ति मैले हार्दिक अनुरोध गर्न चाहे। हाम्रा ब्याज वितरण गर्ने स्वयंसेवीकाज्यूहरू अगाडि आए अतिथिहरूलाई ब्याज वितरण गरिदिनु निम्ति मैले हार्दिक अनुरोध गर्न चाहे। खुसी राईज्यू। रुद्रराजज्यू धन्यवाद भइसकेको छ। यसै गरी मगर एसोसिएसन अमेरिकाका केन्द्रीय अध्यक्ष दीप सागर बुढा मगरज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु मैले हार्दिक अनुरोध गर्न चाहे। दीप सागर बुढा मगरज्यू केन्द्रीय अध्यक्ष मगर सङ्घ अमेरिका। यसै गरी मगर सङ्घ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष रत्नसिंह बर्बुजा मगरज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। धन्यवाद मगर सङ्घ अमेरिकाका प्रतिनिधिज्यूहरू। यसै गरी आसनका फेडरेसन अफ इन्डिजिनियस वुमेन अफ नेपाल इन अमेरिका फ्युनाका अध्यक्ष आदरणीय दिदी इन्दिरा चौम्बाङज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। इन्दिरा चौम्बाङज्यू फ्युनाका अध्यक्ष कृपया अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु निम्ति मैले हार्दिक अनुरोध गर्न चाहे। यसै गरी आसन ग्रहण क्रममा जनसम्पर्क समितिका नवनिर्वाचित अध्यक्ष दिल दया भण्डारीज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। दिल दया भण्डारीज्यू नवनिर्वाचित अध्यक्ष जनसम्पर्क समिति अमेरिका। यसै गरी गुरुङ टाउन सोसाइटी अफ अमेरिकाका उपाध्यक्ष आदरणीय अलिसा गुरुङज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। अलिसा गुरुङज्यू अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु होला। धन्यवाद। यसै गरी आज हाम्रो सिली माम्पा र सिलिमोमा सुस्मिता राईज्यू सुस्मिता राईज्यू र प्रजन राईज्यूलाई पनि अगाडि आए अतिथिको आसन ग्रहण गरिदिनु हार्दिक अनुरोध गर्दछु। सुस्मिता राई सिलिमोमा र प्रजन राई सिलिमोपा तपाईहरु जहाँ अगाडि आए आसन ग्रहण गरिदिनु अनुरोध गर्न चाहन्छु। र आसन ग्रहणलाई म केही बेर थाकी राख्न चाहन्छु। हाम्रो अतिथि घरहरू आउने क्रम जारी छ। उहाँको आगमन सँगसँगै म अतिथि आसन ग्रहणलाई पुनः जोड्ने नै छु र यति भन्दै म अब कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। फेरि बिताउने कार्यक्रम रहेको छ र मञ्चमा आसीन हाम्रा आजका यस सभाका सभाध्यक्षज्यू प्रमुख अतिथिज्यू विशिष्ट अतिथिज्यूहरूलाई भेटक उठाएर सम्मान व्यक्त गरिदिनु निम्ति म किराँत राई सोसाइटी अफ अमेरिकाका एडभाइजर मणि पाङ्गल राईज्यू, त्यसै गरी भूतपूर्व केन्द्रीय अध्यक्ष राम राईज्यू, त्यसै गरी निवर्तमान केन्द्रीय अध्यक्ष खगन राईज्यूलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। कृपया यो बेलामा विचार बनाउने कार्यक्रम भएको छ। कृपया जोरदार ताली बजाएर सहयोग गर्नु होला। अलिक सेवा भएपछि लाग्नुपर्छ। अलिक काटिनु पर्छ कतिसम्म चाँडो गरिदिनु होला कृपया। केटा तयार भएको मैले देखिरहेको छु। र यो बेलामा केटा कार्यक्रम चलिरहेको छ र उहाँहरू हुन्छ आज यस सभाका सभाध्यक्ष शम्भु राईज्यू, प्रमुख अतिथि वाणिज्य
दलिराम भण्डारीज्यू, यसै गरी फिक्नाका उपाध्यक्ष फिक्नाका प्रतिनिधि लामाज्यू र किराँत सोसाइटी अमेरिकाका केन्द्रीय अध्यक्ष श्री भारती राईज्यूलाई भेटा बुझाउने कार्यक्रम भएको छ। यो हाम्रो मण्डली विधिअनुसार यो भेटाको विशेष महत्त्व रहेको गर्ने गरेको पाइन्छ र त्यही एउटा हाम्रो फोटोग्राफर आदरणीय जसुमा राईज्यूले फोटो कैद गर्न प्रयास गरिरहनु भएको छ। यो अत्यन्तै महत्त्वपूर्ण क्षण हो। कृपया सबैजना एकपल्ट जोरदार ताली बजाएर सम्मान व्यक्त गर्ने निम्ति हार्दिक अनुरोध चाहे। उहाँहरू चाहिँ आजका हाम्रो प्रमुख अतिथि कन्सुलेट जेनरल अफ नेपालका वाणिज्य दूत आदरणीय व्यक्तित्व दलिराम भण्डारी। सिरिमोमा प्रजन राईज्यू र सिरिमोमा सुस्मिता राईज्यूलाई पनि भेटा वितरण गर्ने निम्ति म हार्दिक अनुरोध गर्न चाहन्छु।
त्यसै गरी नेपाल आदिवासी जनजाति महासङ्घका प्रतिनिधि आदरणीय पेमा राणाजीलाई पनि नेता बुझाइदिनु हुने निम्ति मैले हार्दिक गर्न चाहन्छु। पेमा राणाजीलाई पनि यो बेलामा हाम्रो आजको हाम्रो श्री मोमा र श्री मोमालाई नेता बुझाउने कार्यक्रम चलिरहेको छ। दार्जिलिङ समाज समितिका नियोगका अध्यक्ष माया गुरुङ त्यो पनि उपस्थित भइसक्नु भएको छ र उहाँलाई पनि म अगाडि आई अतिथि भाषण ग्रहण गरिदिनु निम्ति हार्दिक अनुरोध गर्दछु। माया गुरुङज्यू कृपया अगाडि आई अतिथि भाषण ग्रहण गरिदिनु होला। माया गुरुङज्यू दार्जिलिङ समाज समितिका नियोगका अध्यक्ष। उहाँलाई पनि ब्याज वितरण गरिदिनुको निम्ति म हार्दिक अनुरोध गर्दछु। फेला बिताउने कार्यक्रम लगभग सकिसकेको अवस्था छ र फेला बिताइदिनु भएकोमा हाम्रो एडभाइजर मणिबाबुज्यू, निवर्तमान अध्यक्ष हैदराईज्यू र भूतपूर्व अध्यक्ष रामराईजीलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। र म अबको क्रममा आजको यस औपचारिक कार्यक्रमलाई विधिवत रूपमा पानसमा दीप प्रज्वलन गरेर समुद्घाटन गर्ने समारोह रहेको छ र उक्त पानसमा दीप प्रज्वलन गरेर आजको यस कार्यक्रमलाई विधिवत रूपमा समुद्घाटन गरिदिनुको निम्ति आजका हाम्रा प्रमुख अतिथि कन्सुलेट जेनरल अफ नेपाल नियोगका महावार्यदूत दलिराम भण्डारीजीलाई म हार्दिक अनुरोध गर्दछु र उहाँलाई सहजीकरण गरिदिनुको निम्ति आजको यस कार्यक्रमका सभाध्यक्ष, विशेष अतिथिज्यू, निवर्तमान अध्यक्षज्यूहरू लगायत एडभाइजर मणि राईजीलाई पनि म हार्दिक अनुरोध गर्दछु। कृपया जोरदार ताली बजाएर सहयोग गरिदिनुहोला। यो बेलामा पानसमा दीप प्रज्वलन गरेर आजको यस कार्यक्रमको विधिवत रूपमा समुद्घाटन गर्न लागिरहनु भएको छ। कृपया जोरदार ताली बजाएर सहयोग गरिदिनुहोला। धेरै धेरै धन्यवाद। धन्यवाद।
प्रमुख अतिथिज्यू लगायत यहाँ सम्पूर्णलाई र अबको क्रममा अब हामी नेपाली हो, नेपाली भाषी हो, हामी विश्वको जुनसुकै कुनामा बसे तापनि हामी नेपाली हुनुमा गौरव गर्दछौँ। तसर्थ यो बेलामा हाम्रो मातृभूमि नेपालप्रति राष्ट्रगान मार्फत सरिक भएर देशलाई सम्झिने बेला भएको छ र म यहाँ सम्पूर्णलाई आफ्नो यथास्थानबाट उठेर नेपाली राष्ट्रगान र अमेरिकन राष्ट्रगानमा सरिक भइदिने हुनको निम्ति म हार्दिक अनुरोध गर्दछु। सबैजना यथास्थानबाट रहेर उठेर राष्ट्रगानमा सरिक भइदिनु होला। राष्ट्रगानमा सरिक भइदिनु हुनको निम्ति म यहाँ सबैजना हार्दिक अनुरोध गर्दछु। विजयजीलाई बजाइदिनु हुने हार्दिक अनुरोध गरे। धन्यवाद राष्ट्रगानमा सहयोग भइदिनु भएको यहाँ सम्पूर्णलाई। अब आजको यस कार्यक्रममा उपस्थित हुनुभएका हाम्रा सम्पूर्ण अतिथिगणहरूलाई शुभकामना स्वागत मन्तव्य व्यक्त गरिदिनु हुनको निम्ति म किरात राई सोसाइटी अफ अमेरिका न्युयोर्क च्याप्टरका उपाध्यक्ष श्री खुसी राईज्यूलाई म हार्दिक अनुरोध गर्दछु। अलिकति ताली बजाइदिएर सहयोग गरिदिनु भने हार्दिक अनुरोध गर्दछु।
आदरणीय विशिष्ट महानुभावज्यूहरू, सम्बद्ध सङ्घ संस्थाका प्रतिनिधिज्यूहरू, दिदी बहिनी तथा दाजुभाइहरू, प्रिय बालबालिका युवावर्ग सबैलाई मेरो हार्दिक नमस्कार सेवा। किराँत राई सोसाइटी अफ अमेरिकाको तर्फबाट आजको सुन्निमा साँझ 15 कार्यक्रममा यहाँहरूको उपस्थितलाई म मनैदेखि स्वागत र धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको साँझ सांस्कृतिक पहिचान र समुदायलाई जोड्ने विशेष क्षण हो। हाम्रो भाषा, संस्कृति, पहिचान र समुदायलाई जोड्ने विशेष क्षण हो। हामी अमेरिकामा बसे पनि हाम्रो जरा नेपालको पहाड खोला गाउँमा छ भन्ने कुरा यस्तै कार्यक्रमहरूले हामीलाई बारम्बार सम्झाइरहन्छ। हाम्रो साकेला वेशभूषा, लोकगीत र परम्परा नजिकबाट देखाउने यो एक महत्त्वपूर्ण अवसर हो। यस कार्यक्रमलाई सफल बनाउन निरन्तर साथ दिनुहुने हाम्रो अग्रजहरू, सदस्यहरू, स्वयंसेवकज्यूहरू, साथीहरू, कलाकारज्यूहरू, प्रायोजक, मिडियाकर्मी साथीहरू सबैप्रति हाम्रो तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु। अब धेरै नबोली हाम्रो सांस्कृतिक प्रस्तुति, गीत, नृत्य र कार्यक्रमहरू तपाईँहरूलाई सबैले मनभरि आनन्दित हुनुहोस् भन्ने कामना गर्दै सुन्निमा साँझ 15मा उपस्थित सबै महानुभावज्यूहरूप्रति फेरि पनि एकपटक हार्दिक स्वागत र धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद। नियोग च्याप्टरका उपाध्यक्ष खुसी राईज्यू, उहाँले आफ्नो शुभकामना मन्तव्य, स्वागत मन्तव्य व्यक्त गरेर विदा भइसक्नु भएको छ। र अबको क्रममा म हाम्रो आजको यस कार्यक्रम सफल बनाउनको निमित्त हाम्रो स्पोन्सर दाताहरूले सहयोग एकदम हृदयदेखि नै सहयोग गरेर हामीलाई सहयोग पुर्याउनु भएको छ र यो क्षणमा उहाँहरूलाई नसम्झी अन्याय हुनेछ र भन्दै म हाम्रो स्पोन्सर दाताहरूको नामावली वाचन गरेर सुनाउन लागिरहेको छु। नम्बर 1 हुनुहुन्छ लामा एकाउन्टिङका प्रोप्राइटर नामगेल लामाज्यू, लामा एकाउन्टिङका प्रोप्राइटर नामगेल लामाज्यू, यसै गरी म्याक्स ट्याक्स एन्ड मोरका प्रोप्राइटर हुनुहुन्छ नन्दी ढकालज्यू, म्याक्स ट्याक्स नन्दी ढकाल, यसै गरी काठमाडौँ फ्युजनका प्रोप्राइटर हुनुहुन्छ जीवन बम, काठमाडौँ फ्युजन जीवन बम, इन्टरनेसनल मार्सल आर्ट्स कराटे युनिभर्सिटीका प्रोप्राइटर हुनुहुन्छ सेन्सी पार्टी खालिराज्यू, आइएमए कराटे एनवाइसी पार्टी खालिराज्यू, त्यसै गरी नेपाली भाषाघरका प्रोप्राइटर हुनुहुन्छ विमला अहमद नेपाली भाषाघर, त्यसै गरी रामकुमार राई एन्ड भारती राई WFG, भारती राईज्यू र रामकुमार राईज्यू WFG, यसै गरी नमस्ते वायरलेसका प्रोप्राइटर हुनुहुन्छ लक्ष्मी भण्डारी र लक्ष्मी पौडेल र उषा भण्डारी, नमस्ते वायरलेस एगेन उषा भण्डारी एन्ड लक्ष्मी पौडेल, त्यसै गरी मनासु क्याफे पेमा ढुङ्ग्योज्यू, त्यसै गरी हिमालयन क्याफे मार्कस राईज्यू, हिमालयन क्याफे मार्कस राईज्यू, त्यसै गरी रेड पान्डा रेस्टुरेन्ट दावा शेर्पा एन्ड टिम रेड पान्डा, त्यसै गरी रियल स्टेट एजेन्ट रोज घिसिङज्यू, रियल स्टेट एजेन्ट्स, यसै गरी CBT एन्ड बिस्ट्रो चेतबहादुर थापा मगरज्यू, CBT एन्ड बिस्ट्रो चेतबहादुर थापा मगरज्यू, त्यसै गरी अमजद ट्याक्स सर्भिस हुनुहुन्छ अमजद होसेन, त्यसै गरी टेस्ट अफ नेपालका हुनुहुन्छ दावा शेर्पा, टेस्ट अफ नेपाल दावा शेर्पा, त्यसै गरी ज्याक्सन सुपर मार्केटका प्रोप्राइटर हुनुहुन्छ सागर अधिकारीज्यू,
ज्याक्सन सुपर मार्केट सागर अधिकारी, त्यसै गरी लालीगुराँस रेस्टुरेन्ट सोनाम लामा लालीगुराँस रेस्टुरेन्ट, त्यसै गरी सेल्वा ब्रोकरेज अगेन 10% सोनाम लामा सेल्वा ब्रोकरेज, त्यसै गरी नयाँ अटो सेल्स आइएनसी राजा घिमिरे, नयाँ अटो सेल्स आइएनसी राजा घिमिरे, त्यसै गरी एम्पायर ब्युटी स्पा ब्रडवे म्यानहट्टन, एम्पायर ब्युटी स्पा ब्रडवे म्यानहट्टन, त्यसै गरी वुडसाइड ट्रेडिङ शर्मिला राईज्यू र तारा लिम्बुज्यू, वुडसाइड ट्रेडिङ शर्मिला राईज्यू र तारा लिम्बुज्यू, त्यसै गरी सानिमा एक्सप्रेस प्रदीप श्रेष्ठ, त्यसै गरी नेपाल फ्यामिली ज्वेलर्स हुनुहुन्छ रमेश सुनार, उहाँले हाम्रो सेकेन्ड प्राइज र थर्ड प्राइज स्पोन्सर गर्नुभएको छ। जम्मा जम्मी लगभग 12 तोला चाँदी उहाँले स्पोन्सर गरेर सहयोग गर्नुभएको छ। नेपाल फ्यामिली ज्वेलर्स प्रोप्राइटर रमेश सुनार, त्यसै गरी स्पाइसी नेपालबाट हुन्छ भवानी साम्पाङ स्पाइसी नेपाल, र अन्तिममा हुनुहुन्छ नेपाल ज्वेलरीका प्रोप्राइटर दिनेश सुनार, नेपाल ज्वेलरी दिनेश सुनार। यहाँलाई धेरै धेरै धन्यवाद मेरो व्यक्तिगत तर्फबाट, साथै समग्र क्रियाका सोसाइटी अमेरिका परिवारको तर्फबाट यहाँप्रति हामी अत्यन्तै आभारी छौँ, अत्यन्तै कृतज्ञ ज्ञापन गर्न चाहन्छौँ र उहाँहरूले यसरी हामीलाई सहयोग नगरिदिनु भएको भए अवश्य पनि आज हामी यो प्रकारको कार्यक्रम गर्न सम्भव अवश्य पनि हुने थिएन। फेरि पनि यहाँप्रति हार्दिक कृतज्ञता ज्ञापन गर्दै यहाँहरूको व्यावसायिक सफलताको पनि हामी हार्दिक कामना गर्दछौँ। र अब क्रममा म मन्तव्य अगाडि बढ्न चाहन्छु र शुभकामना मन्तव्य व्यक्त गरिदिनु हुनको निम्ति म क्रियाकाई सोसाइटी अफ अमेरिकाका केन्द्रीय अध्यक्ष आदरणीय क्यापिटो भारती राईजीलाई म मञ्चमा आमन्त्रण गर्दछु। कृपया जोरदार ताली बजाएर सहयोग गरिदिनुहोला। केन्द्रीय अध्यक्ष भारती राईज्यू। यस कार्यक्रमका संस्करणका आयोजक तथा यस कार्यक्रमका अध्यक्ष किराँतका सोसाइटी अफ न्युयोर्क च्याप्टरका अध्यक्ष श्री शम्भुराईज्यू, आजका प्रमुख अतिथि नेपाल महावाणिज्य दूतावास कन्सुलेट जेनरल अफ नेपाल न्युयोर्कका अधिराम आदरणीय श्री दधिराम भण्डारीज्यू, विशेष अतिथिहरू, यहाँ पाल्नुभएका गण्यमान्य व्यक्तिहरू र सम्पूर्णमा म भारती राईको सेवा। हाम्रो किराँतीहरूको दुईवटा प्रमुख चाडहरूमध्ये यो साकेला उभौली एउटा चाड हो र यस चाडमा हामी सम्पूर्ण किराँतीहरूले हर्षोल्लासका साथ आफ्नो बारी नाली भित्र्याउँदै आफ्ना पुर्खाहरूलाई स्मरण गर्दै प्रकृतिलाई धन्यवाद भन्दै हामीले शुभकामना आदान प्रदान गर्ने गर्छौँ। र यस अवसरमा हामी किराँती राईहरूले सम्पूर्ण पृथ्वीकै भलो होस् भन्ने कामना गर्दै सबैमा यस शुभकामना प्रदान गर्छौँ। र यस अवसरमा तपाईँले मलाई यस मञ्चबाट शुभकामना अवसर प्रदान गर्ने अवसर दिनुभएकोमा यहाँहरू सबैलाई एकचोटि पुनः धन्यवाद। र यस कार्यक्रमको सफलताको लागि कामना गर्दै पुनः एकपल्ट सबैलाई धन्यवाद भन्दै तपाईँहरूसित म आफ्नो भनाइलाई यहाँ विराम दिँदै बिदा चाहन्छु। धन्यवाद। धन्यवाद। केआरएसीका केन्द्रीय अध्यक्ष आदरणीय भारती राईज्यू, उहाँले आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेर बिदा भइसक्नु भएको छ। र पुनः म
शुभकामना मन्तव्य नै जोड्न चाहन्छु र शुभकामना मन्तव्य व्यक्त गरिदिनुको निम्ति नेपाल आदिवासी जनजाति महासङ्घका प्रतिनिधि आदरणीय पेमा राणाज्यूलाई पनि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। कृपया जोरदार ताली बजाएर सहयोग गरिदिनुहोला। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। सर्वप्रथम त आदिवासी अभिवादन व्यक्त गर्न चाहन्छु उपस्थित सम्पूर्णमा। अतः किराँत सोसाइटी अमेरिकाद्वारा आयोजित सुन्निमा साँझ 15 कार्यक्रमका सभाध्यक्षज्यू र यस सुन्निमा साँझ कार्यक्रमका प्रमुख अतिथिज्यू र विभिन्न सङ्घ संस्थाबाट आउनुभएका प्रतिनिधिज्यूहरू, सभाकारज्यूहरू र पत्रकार मित्रहरू लगायत सम्पूर्ण उपस्थित महानुभावहरूमा म पेमा राणा आदिवासी जनजाति महासङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्षको न्यानो अभिवादन नमस्कार। र सकेर उदवी पर्व सुन्निमा साँझको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु उपस्थित सम्पूर्णमा। र हामी आदिवासी जनजाति महासङ्घका प्रतिनिधिलाई पनि विशेष अतिथिमा निमन्त्रण गर्नुभयो। शुभकामना मन्तव्य राख्ने अवसर दिनुभएकोमा यस किराँतलाई यस सोसाइटी अफ अमेरिकाका सम्पूर्ण परिवारलाई मेरो व्यक्तिगत र फिर्ताको तर्फबाट हार्दिक धन्यवाद प्रकट गर्दछु। र विशेष गरी यस्ता कार्यक्रमले हाम्रो युवा स्तरका भाइ बहिनीहरूलाई कला संस्कृति एवं परम्पराको ज्ञान र जानकारी पुर्याउन सहयोग पुग्नेछ भन्ने हामीले आशा गरेको छु। त्यसैले सम्पूर्ण उपस्थित महानुभावलाई आफ्नो सहभागिता सबैजनाले कला संस्कृति र परम्परालाई जोडेर राख्न हार्दिक अनुरोध गर्दछु। अन्तमा पुनः एकपटक उपस्थित सम्पूर्ण महानुभावलाई सकल उदौली पर्व तथा सुन्निमा साँझको हार्दिक मङ्गलमय शुभकामना मेरो शुभकामना मन्तव्य यही अन्त गर्दछु। धन्यवाद। धन्यवाद। नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पेमा राणाज्यू उहाँलाई आफ्नो छोटो भिडियो शुभकामना मन्तव्य व्यक्त गरेर बिदा गर्नुभएको छ। र पुनः म मन्तव्य नै जोड्न चाहन्छु। र मन्तव्य क्रममा आजका हाम्रा प्रमुख अतिथि हामीले जति सक्दो कार्यक्रमलाई छोटोभन्दा छोटो बनाउने प्रयत्न गरेका छौँ। त्यस कारणले गर्दाखेरि हामी धेरैभन्दा धेरै कार्यक्रमहरू गर्नु बाँकी नै छ। यो त पहिलो खण्डमा कमल प्रोग्राम भयो भने हामीसँग दोस्रो खण्डमा धेरैभन्दा धेरै सांस्कृतिक कार्यक्रम लगायत अन्य विविध कार्यक्रमहरू रहेको हुँदा हामीले जति सक्दो चाँडो गरेर समयमै सक्नुपर्ने भएको हुँदाखेरि हामीले अलिकति चाँडो गरेर कार्यक्रमहरू समापन गर्ने जमर्को गरिरहेका छौँ। र यति भन्दै म आजका हाम्रा प्रमुख अतिथि कन्सुलेट जेनरल अफ नेपालका कन्सुलेट जेनरल अफ नेपाल विभागका महावाणिज्य दूत आदरणीय व्यक्तित्व रतिराम भण्डारीज्यूलाई मञ्चमा आई आफ्नो भनाइ राखिदिनु हुनको निम्ति म हार्दिक अनुरोध गर्दछु। कृपया जोरदार ताली बजाएर सहयोग गरिदिनुहोला। धन्यवाद कार्यक्रम सञ्चालकज्यू। किराँत सोसाइटी अफ अमेरिकाले न्युयोर्कमा आज आयोजना गर्न लागेको 15औं संस्करण सुन्निमा साँझ
2025 मा उपस्थित हुनुभएका नेपाली डायस्पोरा समुदायका तमाम गण्यमान्य व्यक्तित्वहरू, विशेष गरेर किराँत टाइम सोसाइटी अफ अमेरिकाका अध्यक्ष तथा आजका सभाध्यक्षज्यू भारती राईज्यू, पेमा लामाज्यू लगायत हाम्रो कति विशिष्ट र आफ्नै पहिचान पूर्वदेखि पश्चिम महाकालीसम्मको पहिचान झल्काउने विभिन्न नेपाली संस्थाका प्रतिनिधि मान्यवरज्यूहरू सबैमा मेरो हार्दिक नमस्कार, शुभ। आज मलाई अत्यन्त खुसी लागेको छ किराँत टाइम सोसाइटी अफ अमेरिकाले यस संयुक्त राज्य अमेरिकामा क्रिसमस र नयाँ वर्षको उल्लासमय हलिडे सिजनमा नेपालको कला संस्कृति र एउटा सांस्कृतिक गौना संसारको राजधानी न्युयोर्कमा ल्याएको छ। यो आजको मात्र होइन, 15औं संस्करण आयोजना हुँदैछ। हाम्रो पहाडको सभ्यता, हाम्रो नेपालको सभ्यता, हाम्रो सांस्कृतिक विविधता र सांस्कृतिक पहिचान यसरी विदेशी भूमिमा यहाँको जुन हिसाबले पस्किनु भएको छ, निरन्तर रूपमा पस्किनु भएको छ, यसमा हामी सबैले गर्व गर्ने एउटा अवसर जुटाइदिनु भएको छ। त्यसको लागि हार्दिक धन्यवाद। मलाई अगाडिका साथीहरूले भनिसक्नुभयो, हामी प्रकृतिका पूजक, पृथ्वीका पूजक र यसको सिलसिला हो यो किराँत टाइम सोसाइटी अफ अमेरिकाले आज आयोजना गर्नु लागेको साकेला उलोली पर्वको यस कार्यक्रम। मानव जातिको सभ्यता विभिन्न ठाउँमा आफ्नो हिसाबमा विकास भएको हुन्छ। क्रिसमस मनाउने र यो हामी नेपालको विभिन्न ढोकामा विभिन्न नामले साकेला पर्व मनाउने चलन पनि कता जोडिएको छ। मैले पढेको थिएँ, उनीहरूले पनि अस्ति डिसेम्बर 22 तारिक जब सबैभन्दा छोटो रात हुन्छ र लामो रात हुन्छ, छोटो दिन हुन्छ, त्यस दिन सूर्यको नयाँ जन्म हुन्छ र सूर्यलाई पुज्नुपर्छ भन्ने परम्पराबाट यो क्रिसमसको सुरु भएको भन्ने पनि लेखेको रहेछ। हामी पनि यो साकेलामा प्रकृतिले जुन हामीलाई अन्न दियो, जुन हामीलाई एउटा जीवन धान्ने एउटा सृष्टि गरिदियो, त्यसको प्रकृतिप्रति एउटा कृतज्ञता गर्ने, धन्यवाद भन्ने एउटा अवसर जुटाएको हो। मैले सबैभन्दा अगाडि पनि साकेला उभौली पर्व पनि यहीँनिर पनि सहभागी हुन मौका पाएको थिएँ। हामीलाई यी पर्वहरूले विशेष गरेर प्रकृतिप्रति कृतज्ञ हुन, हम्बल हुन र आफ्नो रूप नबिर्सिन सधैँ रहन्छ र विशेष गरी परदेशमा हामी बसेर विभिन्न उसमा आफ्नो अर्थोपार्जन र आफ्नो कल्याण खोजिरहँदा हाम्रो रूप के हो, हामी कहाँबाट आएका हौँ र हाम्रो सभ्यता संस्कृति पहिचान के हो, त्यो पुस्तान्तरण गर्ने यस्ता कार्यक्रम आयोजना गर्दा हाम्रो भावी पुस्ताले हामी को हौँ, हामी कहाँबाट आएका हौँ र हाम्रो जीवनमा के छ भन्ने कुरो बुझ्न पाउनु। त्यो अवसर जुटाइदिनु भएकोमा यहाँहरू सबैलाई म मुरी धन्यवाद दिन चाहन्छु। अर्को कुरो, विदेशी दुनियाँ हाम्रो एउटा सांस्कृतिक वैभव देखाउने अवसर पनि हो। यसको लागि किराँत टाइम समुदायका विभिन्न साथीहरूले जुन मेहनत गर्नुभएको छ त्यसको लागि पनि म हार्दिक धन्यवाद दिन चाहन्छु। यति भन्दै मैले पुनः एकपटक यो 07/2015 को यसभन्दा अगाडिको संस्थानभन्दा अझ भव्य रूपमा यसपालि सम्पन्न होस्, त्यसको हार्दिक शुभकामना दिन चाहन्छु। र आजको यस फेस्टिभ मुडमा यहाँहरू हुनुहुन्छ, धेरै भाषण गर्नुभन्दा पनि अब हामीले सांस्कृतिक प्रदर्शनीहरू हेर्नेछौँ, सुन्नेछौँ र भरपुर मनोरञ्जन लिनेछौँ। While saying that, I'm noticing I should acknowledge the arrival of my dear friend and our Honorable Stephen Raya. Warm welcome to today's program. He is our community's real representative. He is always with us. Warm welcome to him. Let us give a big round of applause to him. यति भन्दै मैले यहाँहरूलाई आज सबैलाई पुनः एकपटक विशेष धन्यवाद टक्राउँदै यस कार्यक्रमको पूर्ण सफलता आगामी दिनमा अझै उच्च स्तरमा सम्पन्न गर्न यहाँहरूलाई ऊर्जा मिलोस्, हौसला मिलोस्। त्यसमा नेपाल कन्सुलेटको तर्फबाट हाम्रो जुन साथ सहयोग चाहिन्छ त्यसको लागि पनि हाम्रो अफिस सधैँ
यहाँहरूसँग हातेमालो गर्नेछ। यति भन्दा मैले 2 शब्द गुमाउँछु। कार्यक्रमको पूर्ण सफलताको कामना गर्दै म बिदा हुन्छु। धन्यवाद। सेवा। धन्यवाद। कन्सुलेट जेनरल अफ नेपाल न्युयोर्कका महावाणिज्य उद्योग भण्डारीज्यू मलाई आफ्नो शुभकामना र मन्तव्य व्यक्त गरेर बिदा भइसक्नु भएको छ र मलाई भर्खरै भएको प्राप्त सूचना अनुसार हाम्रो अतिथिगणहरू अलिकति जारी छ। यद्यपि हामी कार्यक्रमको अन्तिम चरणमा छौँ र म उहाँलाई आसन ग्रहण गराउन लागिरहेको छु। आसन ग्रहण सँगसँगै उहाँलाई छोटो आफ्नो भनाइ राख्ने दिने भन्ने हाम्रो कुरा भएको छ। So it has come to my attention that we have our New York State elected officials. What a great news! Please give him a round of applause. He is our only one elected official, New York State elected officials, New York State Assemblyman, District representing District 30, Honorable Stephen Raga. Please give him a round of applause. He is here. Represented Raga always our. It's okay. You can fix it later on. So I would like to request Honorable Assemblyman, New York State Assemblyman, Honorable Stephen Raga, for the remarks. You want me to bring the microphone there? So people, please give him a round of applause. He is our New York State Assemblyman, representing District 30, Honorable Stephen Raga. You all know him. I'd like to request everyone, please give him a round of applause. Good evening, Purified Society of America. I'm so honored to join you with our community leaders here. Thank you for our Honorable Consul General for joining us as well. Always energetic and in our community. And of course, the leadership of the society that's making the space for us continuously and making the opportunity to bring us together. Now, today is a very special day as we give and showcase the culture, our culture, and bring it not just here to the next generation, but here in Queens, here in New York City, where we have such a diverse community, a diverse borough in New York and a city that we are proud of, that we can also be proud on showcasing our culture and showcasing it not just to the next generation, but also all members of our community. So thank you for always keeping that up. For me, it's a very busy night, and I did not want to miss this. I'm actually between my family events for Christmas, and I said I cannot miss this. I have to show how important that an event like this is, how amazing your society is, and so much more to the leadership that keeps this going. So thank you so much. I'm honored to see some more of the performances, and it's an honor to be with you today. Thank you so much, Purified Society. Alright, thank you so much. Thank you for being here today, Honorable Stephen Raga. So on behalf of Purified Society of America and its executive committee, I would like to extend my heartfelt sincerity to you. Also I would like to wish you and your loved one a happy, healthy, and prosperous New Year. Happy New Year. Happy Merry Christmas and Happy Sakala Udami. Honorable Stephen Raga, it's such a pleasure to see you. We are excited to have you here. Thank you so much. Please give him a round of applause once again to our Honorable Stephen Raga.
अब हामी कार्यक्रमको लगभग अन्तिम चरण आइसकेका छौँ र मैले पनि अब बिदा माग्ने भइसकेको छ र बिदा माग्नुभन्दा अघि म आजका यस सभाका सभाध्यक्ष यहाँ यसरी च्याप्टरका अध्यक्ष समुदायजीलाई मञ्चमा आमन्त्रण गर्दै आफ्नो भनाइहरू संक्षिप्त रूपमा राखेर यस औपचारिक कार्यक्रमलाई समापन भएको घोषणा गरिदिन हार्दिक अनुरोध गर्दै म कार्यक्रम सञ्चालक विजय राई पनि बिदा माग्ने भएको छ। यति मलाई सुनेर साथ सहयोग गरिदिनु भयो यहाँ सबैजनापछि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु र फेरि पनि यहाँको सम्पूर्णलाई साकेला ओगरीको हार्दिक शुभकामना भन्दै आगामी दिनहरूमा पनि यी यस्तै कार्यक्रमहरूमा भेट्ने अपेक्षा गर्दै म पनि बिदा माग्न चाहन्छु। हवस्, धन्यवाद, नमस्कार। Thank you. कार्यक्रम सदस्य विजय राजु। आज किराँत राई सोसाइटी अफ अमेरिकाको यो 15औं सुन्निमा साँझमा पाल्ने सम्पूर्ण महानुभावहरू हाम्रो नेपालबाट आउनुभएका दूतावासको हाम्रो दाजु, त्यसरी स्टेभन राघव, फिट्नाका प्रतिनिधि, त्यसरी विभिन्न सङ्घ संस्थाबाट पाल्नुहुने हाम्रा प्रतिनिधिहरू, अतिथिज्यूहरू, आमा बुवा, दर दाजुभाइ, दिदीबहिनीहरू सम्पूर्णमा मेरो व्यक्तिगत तर्फबाट र किराँत राई सोसाइटी अफ अमेरिकाको तर्फबाट नमस्कार एन्ड गुड इभिनिङ। आज हामी किराँत राई सोसाइटी अफ अमेरिकाले यो योगको व्यस्त ठाउँमा पनि हामी एउटा जेठो लगभग 25 वर्ष लामो इतिहास बोकेको संस्थाबाट आज यो 15औं सुन्निमा साँझलाई मनाउन पाइरहँदाखेरि यहाँको सधैँको साथ सहयोग र यहाँको सधैँ हामीप्रतिको मायालाई हामी यो मनबाट, यो हृदयबाट धेरै धेरै धन्यवाद, थ्याङ्क यू भन्न चाहन्छौँ। यहाँको यो व्यस्त समयको बावजुद पनि हाम्रो कार्यक्रममा आउनुभएको छ, यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुभएको छ। यी सबै समयको बावजुद पनि आउनुहुने हाम्रा सम्पूर्ण मन मुटुलाई हामीलाई सहयोग गर्ने सम्पूर्णप्रति धन्यवाद भन्न चाहन्छु। सँगसँगै नयाँ आउने जेनेरेसनले पनि यस कार्यक्रमबाट हाम्रा संस्कार संस्कृतिहरू, हाम्रा कल्चरका कुराहरू, सँगसँगै नेपाली साहित्य, सङ्गीत, नेपाली भाषालाई चाहिँ अझै पनि अगाडि बढाउन सहयोग गर्नुहुनेछ र यो सहयोग गर्ने कार्यक्रममा आउनुहुने सम्पूर्ण महानुभावलाई फेरि पनि धन्यवाद दिँदै आजको कार्यक्रममा आउनुहुने सम्पूर्ण फेरि पनि थ्याङ्क यू सो मच भन्दै हाम्रा कमलजी, त्यसै गरी अनरेबल स्टेभन राघव लगायत सम्पूर्ण यहाँहरूलाई धेरै धेरै धन्यवाद गर्दै आजको साँझ रमाइलो गर्नुपर्छ, नाच्नुपर्छ, रमाउनुपर्छ, गाउँगाउँ गर्नुपर्छ। सुन्निमा साँझलाई सुन्निमा साँझको अर्कै लेभलमा पुग्नुपर्छ। त्यसै समयसम्म बसिदिन हार्दिक अनुरोध गर्दै आज हाम्रो लकी राफायल पनि छ, त्यसमा पनि सहभागी भई त्यसको पनि तपाईँहरूले एउटा लकी साबित हुन पाउनुहोला। सँगसँगै हाम्रो डान्सिङ नम्बरहरू समयहरू पनि छ, हाम्रा अतिथि कलाकारहरूको उपस्थिति पनि छ। त्यति बेलासम्म सम्पूर्णजना भएर हाम्रो कार्यक्रम पूर्ण रूपमा सफल बनाउन र रमाइलो गराउन हार्दिक अनुरोध गर्दै आजको कार्यक्रम समापन भएको घोषणा गर्छु। थ्याङ्क यू, धन्यवाद।